जब यो लेडीले के थाहा पाउँछ भने ऊ अगाडि चलिरहेको ट्रकको ड्राइभरले केही लापरवाही गरिरहेको छ। सडक लगभग पुरै खाली थियो। त्यहाँ कुनै स्पिड लिमिटको बोर्ड पनि राखिएको थिएन, तर त्यो ट्रक आवश्यकता भन्दा पनि एकदमै कम स्पिडमा दौडिरहेको थियो। तर यो केटीलाई अलि हतार थियो किनकि उसलाई घर एकदमै चाँडै पुग्नु थियो। त्यसैले उसले दायाँ बायाँ केही नसोचिकन कारको रफ्तारलाई एकदम स्पिडमा लिएर गएर ट्रकलाई ओभरटेक गरेर त्यस ट्रक ड्राइभरको इगोलाई हट गरिदिन्छ। त्यसपछि त्यो ट्रक ड्राइभरले पनि आफ्नो ट्रकलाई एकदमै स्पिड कुदाएर यो लेडीको कारलाई ओभरटेक गर्छ। तर त्यो ट्रकवाला जानी जानी त्यो लेडीलाई दुःख दिन चाहन्थे, तर यो लेडी पनि कम थिइनन्, उसलाई पनि रिस उठ्यो। त्यसपछि त्यो लेडीले आफ्नो कारलाई 120 को स्पिडमा कुदाएर ओभरटेक गर्छ, तर त्यो ट्रक 120 को स्पिडमा कुदिरहेको कारलाई पनि ओभरटेक गरेर अगाडि जान्छ। ट्रक ड्राइभरको त्यस्तो हरकत देखेर त्यो लेडीले आफ्नो कारको स्पिडलाई एकदमै कम गर्छ। त्यो लेडी एकदमै दुखी भइरहेकी थिए किनकि उसलाई त्यो कुरा थाहा छैन कुन कारणले त्यो ट्रक ड्राइभरलाई रिस उठेको छ र त्यो रिस यो लेडीमाथि पोखिरहेको छ। त्यसपछि यस्तै कुराहरू सोच्दै सोच्दै केही किलोमिटरको यात्रा तय गर्छन्। त्यसपछि त्यो केटीलाई के लाग्छ भने अब यो ट्रक ड्राइभरले यो कुराहरू बिर्सिसक्यो। त्यसपछि उसले फेरि त्यो ट्रकलाई ओभरटेक गर्ने कोसिस गर्छन् र जब त्यो लेडीले आफ्नो कारको स्पिड बढाउँछ तब त्यो ट्रक ड्राइभरले पनि तुरुन्तै त्यो ट्रकको स्पिड पनि एकदमै बढाइदिन्छ। त्यो लेडीले केही बुझ्नै सकिरहेको थिएन आखिर प्रब्लम के हो र के भइरहेको छ। उसलाई डर पनि लागिरहेको थियो। त्यतिकैमा उसले देख्छ अगाडिबाट एउटा गाडी उनीहरूतर्फ आइरहेको छ किनकि त्यो ट्रक र कार सँगसँगै दौडिरहेको थियो। त्यसैले उसले आफ्नो कारलाई ट्रक भन्दा स्लो गरेर त्यो गाडीलाई साइड दिन्छ। यो लेडी एकदमै हैरान भइसकेको थियो। उसलाई के लागिरहेको थियो भने यो ट्रकवाला पक्कै पनि मानसिक सन्तुलन ठिक नभएको हुनुपर्छ। त्यसपछि त्यो लेडीले केही बेर गाडी त्यहीँ रोकेर बस्ने विचार गर्छन्। लगभग आधा घण्टासम्म त्यो कारलाई त्यहीँ रोकेर बसिरहन्छन्। त्यसपछि उसलाई के लाग्छ भने सायद अब त्यो ट्रकवाला अगाडि गइसकेको हुनुपर्छ र उसले आफ्नो कारलाई फेरि अगाडि बढाउन सुरु गर्छन्। तर आधी घण्टासम्म रोकेर पनि त्यो लेडीलाई कार स्पिड कुदाउने हिम्मत आइरहेको थिएन। उसलाई के डर थियो भने कतै त्यो ट्रकवाला पनि उसलाई पर्खेर पो बसिरहेको छ कि। बाटोमा उसले त्यो ट्रक त कहीँ पनि देख्दैनन्, तर एउटा भयानक दुर्घटना देख्छन्। कतै यो भयानक दुर्घटना त्यो ट्रकवालाले गराएको त होइन। उसले त्यहाँ भएको पुलिसलाई सोध्न पनि चाहन्छन्, तर उसको बिरामी आमा उसलाई घरमा पर्खिरहेको हुन्छ। त्यसैले पुलिसलाई केही नसोधिकन उनी आफ्नो बाटो लाग्छन्। तर उसलाई अझै पनि के डर थियो भने कतै त्यो ट्रक उसको पछि पछि आइरहेको त छैन। उसले बारम्बार लुकिङ ग्लासमा पनि हेर्दै गइरहेको हुन्छ, तर त्यस्तो ट्रक कहीँ पनि देखिरहेको हुँदैन। तर अचानक उसले अगाडि के देख्छन् भने